दसैँको 2 दिन छुट्टी मजाले दसैँ मनायो, घरमै आराम गरेर अब चाहिँ ब्याक टु अर्क साथीहरू। यो पोकाभित्र चाहिँ दिदीले मलाई नि खाजा खानु है भनेर राखिदिनु भएको छ क्या ओट्सहरू। र आजको मेरो बिहानीमा चाहिँ यही दुध र ओट्स अनि ब्ल्याक टी, होइन कफी, ब्ल्याक कफी डिएक्सनको त्यही पनि। बिहानको समय भन्नु पर्दैन, यति छिटो समय बित्छ होइन। हतार हतार म चाहिँ ऐना अगाडि पनि बसिसकेको छु। उठेदेखि बस फ्रेस भयो अनि यति कफी र ब्रेकफास्ट लिएर चाहिँ ऐना अगाडि बसिसकेको छु, नत्र भने ढिलो हुन्छ होइन। जम्मा आधा घन्टामा म रेडी पनि भइसकेको छु ड्युटीको लागि होइन। घरमा हुँदाखेरि केही काम देखिँदैन, जब ड्युटी जाने बेला भयो अनि सबै कुराहरू देखिन्छ कि यो पनि फोहोर भएछ, यो क्लिन गर्नुपर्ने, त्यो पनि क्लिन गर्नुपर्ने। मलाई चाहिँ जहिले यस्तै हुन्छ होइन। छुट्टी पर्खेर बस्छु, छुट्टीको दिन फेरि कसले घुमिदिने, कसले पकाएर खुवाइदिने होइन। सबै कुराहरू आफैले गर्नुपर्छ। साँच्ची भन्नुपर्दा कहिलेकाहीँ त यस्तो हतार हुन्छ है, पकाएर राखेको खानेकुरा ब्यागमा राख्न पनि भ्याइँदैन क्या। अनि होस् भरे आएर खान्छु भन्यो अनि त्यत्तिकै कामतिर लाग्यो। मेरो गन्थन मन्थन चाहिँ यस्तै हुन्छ है साथीहरू। ल म फाइनली काममा पनि आइपुगिसकेँ। आजको दिन शुभ रहोस्।